हेलो गाइस, गुड मर्निङ। आज मेरो फ्रेन्डलाई यो ट्रायलको लागि चाहिँ ल्याएको थिएँ। उसले प्र्याक्टिस गर्दैछ। उसले अहिलेसम्म हिजो र आज गरेर लगभग 20-25 खेप ट्राई गरिसक्यो, तर उसले एकपल्ट कुनै पनि मिस्टेक गरेको छैन। सुरुदेखि अन्तिमसम्म उसले चाहिँ यहाँ कन्टिन्यू गरिरहेछ। त्यस राम्रो गरेको छ। अब भोलि जानुपर्ने छ, यात्रा छ भोलि ट्रायलको लागि। एकैचोटि उसले चाहिँ अब यहाँनिर चाहिँ अब लास्ट उयो गरेर चाहिँ अब जानेवाला छ। अब यहाँनिर चाहिँ यस्तो यस्तो छ। अब यो हेरौँ है त, लास्ट यो भिडियो उसले पनि यहाँ मिस्टेक गर्छ गर्दैन। अहिलेसम्म यो मेन समस्या भनेको 8मा हो। 8 क्रस गरिसक्यो, अरू त साधारण छ। अब यहाँनिर अब टप माथि उक्लिनु पर्ने, यहाँ रोक्यो, स्टप गऱ्यो। अब यहाँदेखि फेरि अगाडि बढ्नुपर्छ। देन यहाँ पनि स्टप गर्नुपर्छ, एकपल्ट स्टप गर्नुपर्छ। ल अब त लगभग पास र बधाई छ। भोलि पनि यसरी पास गर्नु मेरो छोरी अभिज्ञलाई बधाई छ। अब यो बधाई पास। किन हात्दिनु नि? आज फेरि हामी ट्रायलको लागि गएको नानी। अब यो नयाँ बाटो हो, भित्री बाटो हो। बाटो जानु चाहिँ ओके। पास गरे है। काहीँ केही भएन, काहीँ केही भएन। ल ल कङ्ग्रेचुलेसन। ल ल बधाई छ ल सबैजनालाई। सँगसँगै एकदम दिएको। ल अरे उसले त ट्रायल गऱ्यो कि, तर एकपल्ट पनि मिस्टेक गरेन क्या। गर्छ जस्तो लागेको थियो, तर भाइ स्कुटर झन् ठुलो थियो र ठोकाउने हो कि। ल ल बधाई छ त्यसो फेरि। ल बहिनी ल ट्रायल पास गरेर अब खाजा खाने। लु आज के खुवाउने मलाई? पास भएको खुसीमा। किलोमिटर चाहिँ अफरोड रहेछ, ट्राभल रहेछ। अरू सबै बिचै बिच, गोर त सबै बिच। बाटो पत्ता लगाउनु पर्यो। यस्तो छ बाटो चाहिँ, नाइसु बाटो। हामीले पत्ता लगाएको हो। यो चाहिँ कोलम्बस टुरबाट पत्ता लगाएको बाटो। 2 किलोमिटर मात्रै अफरोड है। 2 किलोमिटर पियो, पुरा छैन। पुरा 2 किलोमिटर अफरोड छ। अरू सबै पिच। यो बाटो पत्ता लाग्यो।
यहाँनेरि अगाडिबाट चाहिँ तपाईँलाई मजा आउँछ। थाहा हुन्छ क्या यता देब्रे साइडबाट दाहिने साइड भगतश्री भगवती माध्यमिक रहेछ। त्यसको दाहिने साइडबाट चाहिँ आउनुपर्छ है बाटो सिधै माइदान निक्लिन्छ। बजारबाट यो किरात चोक होला यो किरात चोकबाट सिरिजङ्गा